प्रतिनिधि सभामा कतिवटा सदस्य हुन्छ 265 वटा 275 जसमा प्रत्यक्षमा कति सिट हुन्छ 165 तर समानुपातिक प्रोपोर्सनल जसलाई भन्छौं हामी त्यसमा कति सिट हुन्छ 110 सिट हुन्छ। अब यो भनेको टोटल सिटको 60% हो भने यो भनेको टोटल सिटको कति पर्सेन्ट हो 40%। तर प्रत्यक्षमा के हुन्छ हामी डाइरेक्ट के गर्छौं त व्यक्तिलाई भोट दिन्छौं जो व्यक्ति जुन क्षेत्रबाट उठ्या हुन्छ त्यसलाई हामी भोट दिएर जितेर प्रतिनिधिमा पठाउँछौं भने समानुपातिकमा कसलाई भोट दिने हामी पार्टीलाई जुन पार्टी अब 4 वटा 5 वटा 7 वटा 10 वटा जति पार्टी चुनावमा उठ्या छ राष्ट्रिय पार्टी त्यो सबैले हामी के गर्छौं त भोट दिन्छौं जुन के हो त समानुपातिक। त्यसले के गरेको हुन्छ निर्वाचन आयोगलाई पहिला नै त्यो समानुपातिक सिटको त्यो कसलाई पछि बनाउने भनेर पहिला नै पठाइदिएको हुन्छ नामावली। अब समानुपातिक सिटको बाँडफाँड गर्दाखेरि कसको समानुपातिक सिट जुन हाम्रो देशमा 110 वटा सिट छ नि त्यसको बाँडफाँड गर्नलाई सेन्ट लग मेथड युज गरिन्छ। कुन मेथड युज गरिन्छ सेन्ट लग मेथड। यो भन्दा पहिलोको चुनाव 2079 को चुनावमा पनि यही सेन्ट लग मेथडबाट समानुपातिक सिटको बाँडफाँड भएको थियो। अब हाम्रो देशमा त टोटल कति छ समानुपातिकमा 110 सिट तर 110 सिट म नलिएर तिमीलाई म आज 11 वटा सिट 11 वटा सिटलाई कसरी बाँडफाँड यसले 11 भन्दा पनि 15 सिट गर त 15 वटा सिटलाई कतिवटा सिटलाई 15 वटा सिटलाई कसरी बाँडफाँड गर्ने भनेर म सिकाउन गइरहेको छु। हेर सबभन्दा पहिला भ्यालिड भोट लिन्छ थ्रेशोल्ड गर्नु पर्यो भ्यालिड भोटको। अब भ्यालिड भोट यदि भ्यालिड भोट भनेको 1 लाख छ कति छ 1 लाख छ भने त्यस भ्यालिड भोट भनेको जुन सदर भोट कुन सदर भोट जुन काम लाग्ने भोट हो अरु यो र भ्यालिड भोटबाट हामी त्यसमा 3% थ्रेशोल्ड कटाइन्छ। कति पर्सेन्ट 3% थ्रेशोल्ड कटाइन्छ। अब 1 लाख भ्यालिड भोट छ भने त्यसको 3% भनेको कति भोट हो 3000। त 3000 भन्दा कम जुन पार्टीको छ त्यो पार्टीलाई हामी के गर्दिने हो नलिने हो त्यसलाई हटाइदिने हो। बाँकी भएको 3% भन्दा बढी भएको पार्टीहरुको नाम चाहिँ यहाँ पार्टीहरु के छ ए बी सी डी र के छ ई छ। यतिवटा पार्टीको थ्रेशोल्ड कटिसकेको छ कसरी हेर त यहाँ मिनिमम भनेको